आज म सुकेको माछाको झोल बनाउँदै छु। यसको लागि लसुन, अदुवा, 2वटा खुर्सानी, एउटा प्याज, 2वटा सानो टमाटर हाले यसलाई मजाले पकाउनी। पाकिसकेपछि मिक्सचरमा पिन्नी। मैले तेल थपे, मेथी हाले र अघिको मसला हाल्दै छु। बेसार हाले यसलाई मजाले पाक्न दिनुपर्छ। नुन पनि हाले स्वाद अनुसार। यसलाई मजाले यतिको पाक्न दिनुपर्छ र फिस मसला हाले। तपाईहरुसँग फिस मसला छैन भने जिरा धनिया हाल्न सक्नुहुन्छ। यसलाई पनि मजाले पाक्न दिनी। पाकिसकेपछि पानी हाले। तपाईहरुलाई कतिको झोल मन पर्छ त्यति हाल्नु होला। झोल पनि एकदमै मजाले उम्लिसकेको छ। मैले घरमै बनाएको माछा हाले। यो नारायणीको माछा हो। यतिको बिस्तारै चलाउनी। अब यो माछालाई 5 देखि 7 मिनेट मजाले पाक्न दिनी। माछा पनि पाकिसकेको छ। मैले यसलाई यसरी सर्भ गरेको छु। माछाको झोलसँग आलुको चटनी एकदमै मिठो हुन्छ र हाम्रो घरमा सधैं मकै भात नै पाक्ने गर्छ। हेर्नुस् त कति मिठो देखेको छ माछा।